ऊभन्दा दक्षिणतिर हामीले यो जग्गा किन हामीले किन्यौँ भन्ने कुरा त्यो मैले चाहिँ बुझ्न सक्छु। हेर्नुहोस् है भैँसी एयरपोर्टमा मन्जु यस्तो अवस्था छ मन्जु हामी देखाइराखेका छौँ। भैँसी एयरपोर्टमा भैँसी कुदिरहेको छ। आदरणीय दर्शक हेर्नुहोस्, एयरपोर्टमा प्लेन उड्नु पर्थ्यो, प्लेन उड्दैन, भैँसी एयरपोर्ट गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा भैँसी हेर्नुहोस्, यसरी भैँसी चराइराखेको छ। हेर्नुहोस् मन्त्रीज्यू देख्नु होइन तपाईँले? हो एकदमै, त्यही भएर त मैले भने नि त मलाई यो थाहा थिएन कि यो समितिमा कसरी कुरा उठाएको थियो, जुन हिसाबले समितिमा कुरा उठाएको थियो त्यो यथार्थ यहाँ आउँदै गर्दाखेरि यथार्थ चाहिँ देखियो। जुन यो हामी अहिले पनि यो भैरवा गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टको दक्षिण साइडमा छौँ। यो जुन पछाडि देखिराख्नु भएको छ त्यो हामीभन्दा उत्तर साइडमा हो। अब यतातिर हेऱ्यौँ भनेपछि यो इन्डियाको बोर्डर यतातिर हो। तर यो जग्गा यो के अरे ऊभन्दा दक्षिणतिर हामीले यो जग्गा किन हामीले किन्यौँ भन्ने कुरा त्यो मैले चाहिँ बुझ्न सक्छु। आदरणीय दर्शक हामी देखाइराखेका छौँ। हेर्नुहोस् है भैँसी एयरपोर्टमा मन्जु यस्तो अवस्था छ मन्जु हामी देखाइराखेका छौँ। भैँसी एयरपोर्टमा भैँसी कुदिरहेको छ। आदरणीय दर्शक हेर्नुहोस्, एयरपोर्टमा प्लेन उड्नु पर्थ्यो, प्लेन उड्दैन, भैँसी दौडिरहेछ, भैँसी हिँडिरहेछ। हेर्नुहोस् रागा हिँडिरहेछन्। हेर्नुहोस् आदरणीय दर्शक भैँसी र रागा। त्यसैले हाम्रो देशमा कति भएको छ है भ्रष्टाचार है? एकदम भ्रष्टाचार त एकदम धेरै नै छ।